भाइ हिजो जुन ताण्डव आरसीबीले वाङखेडेमा गरेछ नि त्यो सायदै कुनै एमआई फ्यान अनि एमआई प्लेयर बिर्सिन सक्छ। हिजो पुरै म्याचभरि आरसीबीले डोमिनेट गर्थ्यो, फर्स्ट ओभरदेखि लिएर 40 ओभरसम्म। पहिला त ब्याटिङ गर्दा फिल साल्ट, विराट कोहली, रजत पाटीदार अनि टिम डेभिडको मद्दतले 241 पुगाइदियो। अनि त्यसपछि चालु भयो आरसीबीको बलिङ। त्यो बलिङ यति खतरा थियो, एमआईले जब 241 को चेस गर्नु छ नि त्यति पावर हिटिङ एमआईमा छ। तर पनि कुनै ओभरमा 10 भन्दा बढीको रन रेट हुन दिएन। जहाँ कुनै ओभरमा बढी रन कुटाइरहेको थियो भने अर्को ओभरमा त्यसले म्यानेज गरिरहेको थियो। भाइ आसान होइन। रिकल्टन, सूर्य, तिलक, हार्दिक सबैले आउट गर्ने नमन्दी पनि लास्टमा त्यो आएर जुन कुटिरहेको थियो त्यो पनि धेरै खतरा खेलेको थियो। यो म मान्छु कि रोहितको रिटायर हटकोले गर्दा पनि धेरै ठुलो इम्प्याक्ट पर्यो। तर पनि यो जति पनि हिटर्स थियो नि एमआईमा यो कुनै कम थिएन, सबै दानो थियो। कुणाल पाण्डे यो प्लेयरलाई सायदै कुनै आरसीबी अनि एमआई फ्यान बिर्सिन सक्छ। अनि सुयश शर्मालाई पनि। यो दुवैजनाले नि जुन ताण्डव गरेछ नि यो वाङखेडेमा यो धेरै थियो। यिनीहरूको मद्दतले आरसीबी पुरै म्याचमा डोमिनेट गरेको थियो।